स्विजरल्यान्डमा छौँ। अब यहाँ हामी झोलुङ्गे पुल चढ्न आँटिरहेको छौँ अनि यो प्लेस इज सो ब्युटिफुल क्या। अब यो तपाईँले देख्न सक्नुहुन्छ यहाँको मान्छेहरू अब स्विस ब्याङ्क यहाँ छ धनी मान्छेहरू। अब हेर्नु नि हो माथि यस्तो दामी छ, यस्तो दामी छ गाउँ होइन। अब यहाँ चाहिँ ट्रेन पनि कुद्छ हो अनि केबल कारहरू। यहाँको मोस्ट अफ द इन्कम मैले देखेको चाहिँ केबल कार क्या। अब हामी त्यहाँनिर झोलुङ्गे पुल छ होइन। नेपालमा त अब वास्तव नहुने हो झोलुङ्गे पुल चाहिँ, तर नभएको ठाउँमा चाहिँ प्रेसियस हुँदो रहेछ क्या होइन भएन। अब यदि यो नेपालमा यस्तो अघि गयो अब यो पैसा नतिरिकन फ्रीमै हिँड्ने ठाउँ हो यो झोलुङ्गे पुल चाहिँ होइन। तर अब यहाँ चाहिँ भनेको मान्छेलाई एउटा यो इन्कमको लागि बनाइदिएको रहेछ क्या। सो गुड क्या। अब यस्तो छ यो चाहिँ यहाँको घरहरू देख्नु होला। भिडियो मेरो अब ल। अब हामी यहाँ जाँदैछौँ, यहाँदेखि मुनि गएर होइन अनि त्यहाँदेखि हामी त्यहाँनिर छ के अरे झोलुङ्गे पुल छ। अब यहाँ दिदी र प्यारी अब यहाँदेखि हामी ह्याङ्गिङ ब्रिजमा जाँदैछौँ। अब यो टनलदेखि चाहिँ अब हामी वी आर गोइङ टु द ह्याङ्गिङ ब्रिज हो। ह्याङ्गिङ ब्रिज यस्तो बनाएको छ नि। टुरिज्ममा चाहिँ मैले देखेको अहिलेसम्म स्विजरल्यान्डलाई चाहिँ मान्नुपर्ने रहेछ क्या। स्विजरल्यान्ड चाहिँ मोस्ट पपुलर इन टुरिज्म क्या। अब यस्तो दामी छ मस्त छ। ए ओके यहाँ छ ह्याङ्गिङ ब्रिज। अब तपाईँहरूले देख्नुहुन्छ नेपालमा चाहिँ यो झोलुङ्गे पुल त्यति महत्त्व हुँदैन होइन। तर स्विजरल्यान्डमा बेस्ट फर टुरिज्म क्या। एकदमै दामी फर टुरिस्टको लागि यस्तो छ। झोलुङ्गे पुल। अब हामी ठ्याक्कै झोलुङ्गे पुलमा जाँदैछौँ। यहाँनिर गाइस नेपालमा चाहिँ यो पातलो उसको बुनेर बनाएको हुन्थ्यो झोलुङ्गे पुल। यहाँ चाहिँ काठको बनाएको रहेछ पुल यस्तो छ। पर देखियो भ्यू पनि किन ल। हामी झोलुङ्गे पुलमा जाँदैछौँ। अब सो नाइस यस्तो ए न्यू एक्सपिरियन्स। अब यसरी हिँड्नुपर्छ यहाँ चाहिँ हो। दामी चाहिँ यसरी यो हलिन्छ यस्तो छ झोलुङ्गे पुल यस्तो छ। अब यो स्विजरल्यान्ड सो दामी ठाउँ। अब यहाँ झोलुङ्गे पुलमा यहाँ मुनि ऊ पनि छ कि खोला। यहाँ मुनि मैले होला छैन, यहाँ मुनि खोला छ होइन। अब गुड एक्सपिरियन्स विथ द झोलुङ्गे पुल। अब यो नेपालतिर एकदमै प्रख्यात, तर यहाँ पनि चलाउँदो रहेछ झोलुङ्गे पुल। अब म चाहिँ कस्तो भयो एक्सपिरियन्स? हाउ इज योर एक्सपिरियन्स? यु थट इट इज स्क्वायर यस्तो छ। दामी छ ठाउँ। स्विजरल्यान्ड इज ग्रेट। यो त धेरै अग्लोमा पो रहेछ। जस्ट हाउ यु लाइक द झोलुङ्गे पुल? When you're not, this is not scary. No, Nepal is different, Joshua. Nepal is different than this. This is way longer. It's longer. लामो छ नि। त दामी छ कि ठाउँ। माथि डाँडा छ। अब सो नाइस छ नि त दामी ठाउँ छ। हलिँदो रहेछ मजाले बेसरी। अब यो ऊपर ट्रेन पनि कुदिरहेछ क्या। नाइस ब्युटिफुल भ्यू होइन यस्तो छ। गाइस अनि हामी यहाँ स्विजरल्यान्डमा अहिले यो गाउँ छ कि यहाँ चाहिँ एकदमै अचम्मको। यहाँको गाउँको मान्छेले पनि टुरिज्मलाई चाहिँ एकदमै प्रिजर्भ गरेर राखेको क्या। अब यो गाउँ छ मान्छेहरू यो गाउँको सबैतिर हिँड्छन् क्या। उता हिँडेर उता जाँदो रहेछन्। टुरिज्म चाहिँ एकदम मजाले प्रिजर्भ गरेर राखेको छन् क्या गाउँमा। अहिले हामी जस्ट यो झोलुङ्गे पुल काटिरहेँ। अब फेरि म झोलुङ्गे पुलबाट जाँदैछु होइन। सो नाइस क्या ठाउँ। अब पर माथि देख्नु हुँदैछ माथि डाँडामा चाहिँ हिउँ परेको छ क्या। एकदमै दामी माथि डाँडामा हिउँ परेको छ। अनि यहाँको झोलुङ्गे पुल पनि
सो ब्युटिफुल छ हलिँदो रहेछ मजाले हो अब हामी जाँदैछौँ यतादेखि यो पुल फेरि हामी अहिले यहाँदेखि आएको अब यस्तो छ माथि माथि डाँडामा चाहिँ हिउँ परेको छ क्या कस्तो मजाको छ अब खोला यहाँको पर हाम्रो मजा आसपास अब माथिको डाँडामा यु गाइस क्यान सी अर नट हिउँ परेको छ कस्तो दामी मजाको पर्छ यहाँदेखि माथि सो नाइस छ क्या यो अब उहाँ नेपालतिर हामी हिँड्थ्यौँ होइन यो चाहिँ अब के हुन्थ्यो उहाँ चाहिँ भने वास्तै हुन्थेन तर अब स्विजरल्यान्डमा चाहिँ यति लामो पुल छ यो यसमा चाहिँ मान्छेहरू पर्यटक आउँदो रहेछन् क्या घुम्नु लागि चाहिँ एकदमै घुम्न आउँदो रहेछन् मान्छेहरू यहाँनिर हो त्यस्तो छ गाइस अब हेर्दै जानु होला झोलुङ्गे पुलको भ्लग सो यो अब यु गाइस